हेलो हाई नमस्ते सबैजनालाई। अब काम सकेर रुम जान लागेको छ है। हामी त अब नाइट ड्युटीमा यस्तो छ, साउदीमा त गाह्रो छ साथीहरू। नाइट ड्युटी सकेर अब रुममा जाँदैछौँ। मेरो यस्तो छ हालत। तपाईँहरू कुन कुन देशदेखि हेर्दै हुनुहुन्छ मलाई कमेन्ट गर्नु होला। हेरिहाल्नु भएछ भने, मेरो ब्लग राम्रो लाग्छ भने कमेन्ट गर्नु, सब्सक्राइब गरिदिनु होला। लाग्दैन भने केही छैन, छोडिदिनु होला है। त म यही भन्न चाहन्छु, मेरो साउदी अरबको हालत यस्तो छ क्या साथीहरू। के गर्नुहुन्छ, खाडी बाटो है साथीहरू, खाडी होला बिजोग छ जिन्दगी। त्यहाँ के गर्ने, दुईजना छौँ साथी र म। साथी देखो कि आप भी देखो ना, आपका तो वीडियो ही नहीं डाला मैंने। अच्छा से देखो ना, तो पहले वीडियो किया था तो फिर हम लोग देखेंगे बात। ठीक है, मुश्किल नहीं है ना? क्या मुश्किल है? कोई मुश्किल नहीं है। बस हम तो आदमी नाइट ड्यूटी ख़त्म करके जा रहे रूम, सऊदी अरब वीसा से। आप लोग कहाँ से देखते हैं हमको? अगर आप लोग देख लिया तो आपके मोबाइल में आ ही गया था ये वीडियो, थोड़ा एक बार क्लिक करना, देखना एक बार। अच्छा लगता है तो, नहीं लगता तो कोई मुश्किल नहीं, इसको कर देना। ड्युटी सकेर नुहाइधुवाइ गरेर फ्रेस भइसक्यो म। अब खाना पनि खान्छु। खाना चाहिँ यहाँ चाहिँ यस्तो छ साथीहरू, खाडी जिन्दगी, लाउरेको जिन्दगी, खाडीवाला लाउरेको जिन्दगी साथीहरू। ल है, तपाईँहरूको जिन्दगी कस्तो छ यसो तपाईँहरूले चलाइरहेको मोबाइलमा यसो यो बोलिरहेको मान्छे आइहाल्यो भने यसो ट्याक्क क्लिक गर्नु होला है त। मेरो भाइ पनि छ एकजना, भाइले खानासाना खाएर सुतिसकेको छ। हेलो भन कान्छा, बोल नि के हो? कान्छाले फेरि भर्खर भर्खर लप पारेको छ त्यो र। म कम्पनी इन्डियाको यस्तो रुम छ, के गर्ने, बेड पनि दिँदैन, बेड किन्ने पैसा पनि दिँदैन। यस्तो छ साथीहरू हालत त, खाडी जिन्दगी थियो। तपाईँहरूको कस्तो छ यसो आइहाली जाने, त्यही भनेको। लाइक कमेन्ट टक्क मन पराउने, सब्सक्राइब गर्ने टक्क लगाएर है साथीहरू। बाई।